हेलो हेलो साथीहरू नमस्ते। आज चाहिँ म बिहेको भिडियो लिएर आएको छु। हजुरहरूले हेरेर साथ सपोर्ट दिनु होला र साथै लाइक कमेन्ट सब्सक्राइब पनि गरिदिनु होला मेरो यो सानो भिडियोलाई। आज चाहिँ मैले हाम्रो मगर जातिको बिहेमा चाहिँ के गर्दो रहेछ भनेर देखाउन खोजिरहेको छु। हजुरहरूले हेरिदिनु होला। यो गरम थाली निकाल्ने चाहिँ आफ्नो ठाउँ अनुसारको छुट्टा छुट्टै तरिका हुँदो रहेछ कि हाम्रो दाइ के सल्लाह गर्दै हुनुहुन्छ है दाजुभाइ। चस्मा लाउने मेरो जेठाजु दाइ ढाका टोपी लाउने माइला जेठाजु, माइला ससुराको छोरो माइला, दुला बाबु हामीलाई खतरा रमाइलो गर्नुहुन्छ नि यस्तो रमाइलो गर्नुहुन्छ कि हामीलाई चाहिँ हामीलाई चाहिँ बाजे दुलाको बाजे मतलब कि दुलाको चाहिँ बाबा नि हुनुहुन्न अनि बाजे नि हुनुहुन्न नि त। अनि त्यही भएर हामी सबै हाम्रो निभा सबै थोक निभा बाजे बाबा सबै बाजे र बाबाको गर्ने काम कर्तव्य पुरा गरिदिनु भएको छ हामी निभाले चाहिँ। नातिको बिहे पुलानी खलकको नाति खलकको नाति टोलीको फर्स्ट बिहे हो त्यो चाहिँ के हालिदिनु भयो चाहिँ त हाम्रो खैरानीतिर र यता तुलीगोडाको आमा पार्टीले र खैरानी हाम्रो यता खैरानीको आमा पार्टीले निकाल्ने बरन्थली छुट्टा छुट्टै रहेछ कि तरिका के गर्ने भनेर कति पैसा हाल्ने होला भनेर सोच्नु भएको छ है निभाले चाहिँ सल्लाह गर्न लाग्दै हुनुहुन्छ। सल्लाह गर्नुभयो दुलासँग, दुला बाबुसँग सल्लाह गर्दै हुनुहुन्छ। धन्यवाद दिनुभयो आमा पार्टीलाई। हामीलाई चाहिँ बुढो भएर एकदम यस्तो कुरामा चाहिँ एकदम इन्ट्रेस्ट गर्नुहुन्छ कि रमाइलो गर्ने मान्छे क्या हामीलाई चाहिँ सल्लाह गर्दै हुनुहुन्छ आमा छोरासँग। खोल्नु भयो के राख्नु पऱ्यो चाहिँ हाम्रो यता हाम्रो आमा पार्टीले यता खैरानीको आमा पार्टीले चाहिँ त्यस्तोमा के गमटा अनि भ्याकुता माछा राखिदिनुहुन्छ है। यहाँ के राखिदिनु भएको चाहिँ हेरमै साथीहरू के रहेछ। ए उताको त ढल्यो बरन्थली ढल्यो। रोटी चिन्नु भयो दुला बाबुले, दुला बाबुको भागमा नि रोटी रहेछ। त्यो त अचार चटनी रहेछ। अर्को के निकाल्नु भयो निकाल्नु त्यो त यो रोस्ट रहेछ। ए सेलरोटी निकाल्नु भयो होला। सबै खानेकुरा हालिदिनु भएछ जे होस्। ओ हातैमा लाउनु भयो त निभाले त।
दुलीवटा गाउँमा पार्टीले चाहिँ जन्तीलाई भोक लाग्छ भनेर पुरै खानेकुरा मात्रै हालिदिनु भयो रहेछ है टोपरीमा चाहिँ। रमाइलोको लागि हो कि साथीहरू चाहिँ, जन्तीहरूलाई रमाइलो गर्नको लागि हो कि यस्तो गर्ने। हाम्रो यता चाहिँ जन्तीलाई दुल्हा-दुल्हीले टिका लगाइसकेपछि चाहिँ बाजाको तालमा आमा पार्टीले नर्तै निकाल्नुहुन्छ यस्तो बरन्ताले। दुलीगोडामा आफ्नो ठाउँअनुसारको आफ्नो तरिका हुन्छ होइन बरन्ताले निकाल्ने बुढो बाजे। अहिले त बिचरा बाजा टोली नि थाकेछ क्या हो, बाजा बजाउनै छोड्यो त। आजको बिहा भन्दै 2 टोली रहेछ के बिहा, उता चाहिँ बज्दैछ थोरै साउन्ड सुन्यो। यता हाम्रोतिर चाहिँ थाकेछ क्या, बिचरालाई भोक पनि लाग्यो होला। के गर्नु हौ, अबेला भइसक्यो, राति भइसक्यो, त्यही भएर होला नि। बाजा टोली पनि थाक्यो। कति पैसा हाल्ने भनेर सल्लाह गर्दै नातिसँग दुला बाबुसँग बाजेले। ढाका टोपी ढाका टोपी लाउनु चाहिँ जेठाजु माइला जेठा चाहिँ दुलाको माइला बाबा। कति पैसा हालेर फिर्ता गर्ने भनेर सल्लाह गर्दै हुनुहुन्छ है। यस्तो हो कि अरे ब्याग हुन्छ होइन, ब्याग पनि सायद भेट्नुभयो होला माइला दाइले। त्यो ब्यागमा चाहिँ कति पैसा हाल्नुभयो आमा पार्टीले, त्यसको डबल हाल्नुपर्छ कि, डबल हालेर फिर्ता गर्नुपर्छ। काना खुसेरी गर्नुभयो। पुलामी खलक बाजेले सुरु गर्नुभयो है। यता हो निवाली चाहिँ यस्तो खानुहुन्न, तर रमाइलो आज नातिको बिहामा रमाइलो गर्नुभएको। एक गुटुक पनि खानुभयो। कति रमाइलो। ओहो खानुभयो त, त्यो चाहिँ सबले चाहनु दाइले खानुभयो। पर्सबाट पैसा निकाल्नु भयो, हेर्नु है कति निकाल्नु हुँदो रहेछ, कति निकाल्नु भयो। 10,000 त गनेकै देखेको मैले मेरो यो आँखाले। अझै हेर्नुभएको थियो कति हाल्नु भएछ भनेर सोध्न बाँकी छ कि। त्यसमा पैसा हालेर फिर्ता गर्ने त टोपरी चाहिँ आमा पार्टीलाई फिर्ता गर्न लाउनु भएको छ निवाले चाहिँ। निवाको भाइ पनि आउनुभयो पुसै। अर्को कान्छो पुसी चाहिँ गाउँ गइसक्नु भएछ कि। निवाको भाइ यस्तो रुगा लाग्यो, फिर्ता गर्न लाउनु भयो। दाजुभाइले
उचाल्नै नसक्ने पैसा हाल्नुभएछ क्या हो। दुईजनाले पनि बल्ल बल्ल उचाल्नु भएको त ल लिनुभयो आमा पार्टीले ल त फिर्ता गर्नु होला। दुला बाबुले कति हाल्नुभयो पैसा। यो सबै पुलाम फलक है। यी नानी पनि पुलाम फलक भयो आजबाट। त ढाकेर बोलाउने लकन्डा आमा लकन्डाखेरि आमाजुको बुढा बस्छ कि मतलब कि मेरो आमाजू दुलाको फुपूको बुढा लकन्डा। के हो बाजा नि बज्दैन त हौ। बाजा बाहिर छ कि झौलाएर होला सायद। अर्को जन्ती गयो त्यही भएर बाजा बजेको सुनेन। अब हामी जाने हो रमाइलो गर्न बाहिर। दुला दुली खासा खुसु गर्दैछ है। थोरै भएछ क्या पैसा। बरन्तरी फिर्ता गरिसक्यो। दुला दुलीको सल्लाह हुँदैछ बल्ल। ए दुलाको त भएर चाहिँ फिर्ता। पुरा म पनि बाहिर कतिखेर निकाल्छ बरन्थरी भन्दै हेरेको त पुरा आमा पार्टी त दुला दुलीले खाना खान लागेको बेलामा पुरै यहीँ टेबलमा ल्याएर राखिँदो रहेछ। म त उता हामीले निकाल्ने जस्तै ठानिरहेको त बाहिर कतिखेर निकाल्छ भनेर हेर्दा यसो भित्र हेरेको त पुरा भित्र त कति रमाइलो गर्दै बस्नु भएर रहेछ त। जानुभयो आमा पार्टीहरू पैसा बोकेर जानुभयो। कति हालिदिनु भएर भनेर हेर्नै आतुरी है आमा पार्टीलाई। पुलाम फलक मेरो रातो साडी लाउने मेरो जेठानी यो छोरो जेठानीको छोरो जेठानी मेरो छोरो चुच्चे टोपी लाउने मेरो छोरो अलि वर्षपछि मेरो छोरीले नि बिहा गर्छ। ओरिजिनल सासू हुन्छ नि नन्दा यी मेरो नन्दा। जानुभयो आमा पार्टी पैसा गर्न जानुभयो। पैसा उचाल्न सक्नु भएन क्या हो। आउँ कि क्या हो पैसा उचाल्न पैसाको टपरी उचाल्न आउँ कि क्या हो। भिडियो नि छोटो भयो कि साथीहरूलाई।